हेलो गाइस। हेलो गाइस, अहिले हामी आज हाम्रो दिवाली हो। यो दिवालीमा हामी अहिले आमाले चाहिँ चटामरी बनाउँदै हुनुहुन्छ। के कसो आमा? बनाउनु पर्यो। हेलो गाइस भनिदिनुहोस् आमा। हेलो गाइस, के छ हाल खबर? अल्ठो चल्यो भन्नुहोस्। हेलो गाइस, के छ हाल खबर? फेरि एकपल्ट भन्नुहोस्। अब के भन्नुहोस्? हेलो गाइस, के छ हाल खबर? अब मा हेलो गाइस भन्नु सक्यो नि? अब भन्दिनँ। हेलो गाइस, म के गर्दैछु भन्नुहोस्। हेलो गाइस, म के गर्दैछु? हेलो गाइस, म चटमटी बनाउँदैछु है। हाम्रो आमा अहिले दिवालीको चटामरी बनाउँदै हुनुहुन्छ। हाम्रो आमाले बनाएको चटामरी फेरि 101 गजबको चटामरी बन्छ। कि कसो गाइस? ठिक छ गाइस? ठिक छ, ठिक छ। ठिक छ? ठिक छ है? सोधिरहँदै के हुनु पर्यो? यहाँ चटामरी छोप्नु भएको छ। हाम्रो आमालाई चटामरी बनाउँदा कस्तो लागिरहेछ त? रमाइलो लाग्छ। एकदम रमाइलो हुँदैछ। आज भनेपछि दिवाली त रमाइलो हुने भयो नि त? दिवाली राम्रो हुन्छ। राम्रो हुने भयो है। सरस्वती पूजा गर्नु न। सरस्वती पूजा र दिवाली एउटै हाम्रो दिवाली भयो नि त, होइन? होइन हो कि न गाइस? हो गाइस? हो गाइस भन्नुहोस्। हो गाइस। हो गाई होइन गाइस भन्नुहोस्। गाइस। थोडा यहाँ भयो पनि कोही ल गाइस निकाल्नुहोस्। ल हाम्रो आमाले चटामरी निकाल्दै हुनुहुन्छ गाइस। ल गाइस निकाल्नुहोस्। आमा चटामरी बनाउन एकदम पर्फेक्ट। स्वीट ट्याप। वाह गाइस, खतरा चटामरी बन्दैछ हाम्रो। आमा चटामरी बनाउन एकदम एक्टिभली लागिराख्नु भएको छ। अब अर्को राख्दै हुनुहुन्छ हाम्रो। वाउ चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा। के कसो गाइज? ठिक छ गाइज? चटामरी बनाउने माम? ओ ल खाने भए आउनुहोस् गाइस। खाने भाइ के गर्नु पर्यो? चटपटी खाने भए आउनुहोस् गाइस। खाने भाइ आउनुहोस् है गाइज, होइन त? ल अर्को निकाल्दै हुनुहुन्छ हाम्रो आमाले चटामरी। ल एकदम ताजा ताजा चटामरी, हाम्रो दिवालीको चटामरी आमाले बनाउँदै हुनुहुन्छ।